गाइज गुड मर्निङ। बिहान बिहानै हामी चाहिँ मर्निङ वाक जाँदैछौँ, तर यतापट्टि चाहिँ कालो खोला छ। हेर्नुहोस्, म चाहिँ फोकटको भ्लग बनाउँदैछु बिहान बिहानै। ओहो, यस्तो गन्दा आउने खोला रहेछ यो। यो बित्थामा आइएछ यतातिर। अघिसम्म त गनाएको थिएन, अहिले त कस्तो गनाउनु थाल्यो। हामी चाहिँ यस्तो कालो खोलातिर आएको छौँ, त्यही भएर धेरै गनाएको होला। आयो यतातिर चाहिँ यस्तो छ। यस्तो यहाँ दुबै भएको यस्तो झरर भएको चाहिँ राम्रो हो है। यस्तोमा चाहिँ यस्तो भयो भने चाहिँ यस्तोमा चाहिँ खाली खुट्टा हेर्नु यस्तो मजा आउँछ, खुट्टालाई आनन्द आउँछ। तर यो चाहिँ कुन ठाउँ हो थाहा भएन मलाई चाहिँ, होइन के ठाउँ भन्छ यता। यो ठाउँको नाम कहीँ खोइ के नै हो। हेर्नुहोस्, कालो खोला गनाएर यहाँ नाखै भाँचिने बेला भइसक्यो। नाक चाहिँ नभाँचेर तर रुगा चाहिँ लाग्ला जस्तो भइसक्यो। हेलो हेलो हेलो, पेट घटाउन हिँडेको। हेर्नुहोस्, यहाँ यस्तरी एक्सर्साइज गर्दैछ। हामी चाहिँ हिँडेर एक्सर्साइज हो यहाँ चाहिँ। धेरै नै गनाउँदैछ। माथिल्लो बाटो गएको हुँदो रहेछ। उता पर्तिरबाट छ कि यहाँबाट त अब निस्किने ठाउँ रहेनछ हाम्रो। ओ हेलो हेलो, अब हामी चाहिँ माथि मेन रोड निस्किने बाटो खोज्दैछौँ। धेरै गनायो यो ठाउँ चाहिँ, त्यही भएर निस्किने ठाउँ त नो। यहाँ चाहिँ यस्तो यस्तो ठाउँ रहेछ। हेर्नुहोस्, यहाँ भर्खर बनाउँदैछ। हिँड्दा हिँड्दा स्याहाँ स्याहाँ भइहाल्यो। यहाँ यसो मुखसुख धुने पानी पनि रहेछ, तर हामी चाहिँ बिहानै मुख धोएर आएको। यो कता निस्किन्छ यो? यहाँबाट रहेछ। यहाँ रहेछ निस्किने ठाउँ। अब चाहिँ मेन रोड निस्क्यो। हामी त कालो खोलातिर नजाने